हेलो गाइज, म आज फर्स्ट टाइम आफ्नो गाडीको भिडियो बनाउन गइरहेको छु। यो चाहिँ कार की भयो। तपाईले कुनै सामान पछाडि हाल्नु पर्यो भने तपाईँ ओर्लिराख्नु पर्दैन। यो चिज हो भने तपाईँको बडीको डिकी चाहिँ आफै खुल्छ। गाइज, आज म मेरो गाडीको भिडियो बनाउँदैछु। यो 22 यो चिज हो भने म्यापमा बोल्नु मिल्छ, कहाँ जाने भनेर, कुन प्लेस जाने भनेर बताइदिन्छ। यो मोड भइहाल्यो, यो चिजको फरक भइहाल्यो। तपाईँको यो सिट कतिमा राख्ने, कतिलाई आफूलाई कम्फर्टेबल हुन्छ। अनि यो भनेको अटो, बत्ती बलेको छ। यो भनेको भ्यू मिरर। यो अटोमा राख्यो भने गाडी बन्द गर्यो भने, गाडी लक गर्यो भने भ्यू मिरर पनि लक हुन्छ। यो गाडी स्टार्ट गर्यो भने भ्यू मिरर आफै ओपन हुन्छ। अनि यो त डोर लक भइहाल्यो, अटोमेटिक डोर लक हुन्छ हुन चाहिँ। अब यो भनेको विन्डो पावर भयो। यो जो भने सारोका ग्लास आफै तल गर्छ। यो माथि तर्यो भने आफै यो भनेको चिप्लियो भने गाडी यो चिज नै, जस्तै अब स्नोहरूमा कुदाउँदाखेरि यो चाहिँ अगाडिको ग्लास पोहोर भयो भने यो चाहिँ भने पानी आउँछ अनि पुस्ने। यो एसीको भइहाल्यो, यो कतिमा राख्ने यो त थाहा छँदैछ होला गाडी चलाउने मान्छेहरू। अनि तपाईँको यो स्टार्ट बटन भयो, यो त गीतको भइहाल्यो, यो घडी भयो। अनि तपाईँको यो टेम्परेचर एसीको यो अटोमा राख्यो भने अब विन्टरमा अनि समरमा यो अटोमेटिक आफै चेन्ज हुन्छ, के गर्नु पर्दैन। यो अफ गऱ्यो भने अफ भइ नै हाल्यो। यो भनेको पछाडिको मान्छेको सिट, यो सिटको है, अगाडिको मान्छे र पछाडिको मान्छेको कुनमा एसी कतिको राख्ने। तल चिसो भयो भने तल तातो बनाउने, माथि चिसो भयो भने अब तातो बनाउने विन्टरमा। अब गर्मीमा नि सेम हो। अनि यो चाहिँ कफी सफी छ भने खानालाई, अनि यो यसरी पुस गऱ्यो भने ट्यापै हुन्छ। अब यो त एसी भइहाल्यो। अनि तपाईँको यो पनि म्याप भोइस यो चिज हो भने अब कहाँ जाने भन्छ अनि तपाईँले अब जुन ठाउँ जानु हो त्यो ठाउँको नाम भन्नुभयो, ठ्याक्कै जान्छ यो। अनि यो मेन्यु भइहाल्यो। अनि यो तपाईँको माउस भयो। अब यो माउसले पनि सार्न सकिन्छ म्यापमा। अनि तपाईँको यो त छाड्छ पार्किङ, अब रिभर्स, यो दुईवटा गाडी ड्राइभ अनि एममा नि कुद्छ, दुइटैमा कुद्छ। तर यो चाहिँ अलिकति गाडी चाहिँ ह्याप्पी लाग्छ। त्यो एममा कुदाउनु हुँदैन, डीमा कुदाउनु पर्छ भन्नाले म त्यति थाहा छैन। तर स्लो हुन्छ गाडी, अलिक कुद्दैन। नयाँ सुरुमा सिक्दाखेरि सायद त्यो युज गर्नु होला। तपाईँको यो मोड, यो इको मोड, लेफ्ट साइड गऱ्यो भने इको मोडमा गाडी कुद्छ। अनि यो पुस गऱ्यो भने नर्मलमा। अनि राइट साइड एकचोटि घुमायो भने, राउन्ड गऱ्यो भने स्पोर्टमा जान्छ। अझै एकचोटि घुमायो भने स्पोर्ट प्लसमा जान्छ यो गाडी। भने स्पोर्ट प्लसमा गयो भने स्पोर्टको साउन्डहरू आउने अनि ज्यादा स्पिड कुद्ने। अनि यो स्नोमा गाडी कुदाउँदाखेरि यो पुस गर्नुपर्छ बटन। अनि यो हात राख्ने, जस्तै यो अब यो त ब्याग भइहाल्यो। त्योभित्र के राख्ने हो, के अब चार्जरहरूको हुन्छ। अनि यो बटन भनेको यो थिच्यो भने गाडी स्याडो हुन्छ। जस्तै म थिचिरहेँ, यो नेट हुन्छ। जस्तै यो तल झर्यो, आफै तल झर्छ, नेट हुन्छ। अब फेरि यही थिच्यो भने आफै गाडीको नेट क्लोज हुन्छ। अनि यो सिसाहरूमा नि पुरै नेट हुन्छ, देख्दैन उता बाहिरबाट केही पनि देख्दैन। तपाईँको सिटहरूमा पनि आफैले मिलाउनु मिल्छ, कतिमा राख्ने कति नराख्ने, कतिलाई अब कम्फर्टेबल हुन्छ। पछाडि पनि यस्तो, पछाडिको मान्छेले अगाडिको मान्छेले भनिराख्नु पर्दैन गीत बजाऊ, कति भोल्युम, कति के, एसी चलाऊ, के चलाऊ, कति चलाऊ भनिराख्नु पर्दैन, आफै चलाउँछ। अनि यसमा नि ब्याग नै हो, के राख्नु मिल्छ। अनि तपाईँको 2 जना बस्ने हो, अब 3 जना बस्नु अनि उठाउने हो, यसरी उठाउने, यसरी 3 जना बस्नु मिल्यो। अनि 2 जना हो भने चाहिँ यसमा नि कफी सफी हुन्छ, यसरी
पुस गर्न मिल्छ यसरी निस्किन्छ यसरी पुराको फेसिलिटी अनि ड्राइभरको पनि यो सिटहरू सबै बनाउनु मिल्छ अगाडि पछाडि जति जस्तै स्टार्ट मैले बन्द गरेँ अब स्टार्ट बन्द गरेँ भने यो सिटहरू आफै सर्छ आफै अगाडि गयो गाडी स्टार्ट गर्छु यो आफै आउँछ स्ट्रिङ अगाडि सिट पनि आफै अगाडि सर्छ आफूलाई कम्फर्टेबल ठाउँमा यस्तो हुन्छ लेक्सस अनि यो गाडीमा चाहिँ हरेक कुरा अटो हुन्छ जस्तै जस्तै हाइवेहरूमा हिँड्दाखेरि 100 को स्पिड हुन्छ अब 90 को स्पिड हुन्छ 80 को स्पिड हुन्छ त्यतिखेर लङ टुरहरूमा गयो भने निदाइन्छ के भयो भने बाइचान्स निदायो भने यो गाडी चाहिँ आफै रोकिन्छ र साइड लगाइदिन्छ यो गाडीले अनि तपाईँको यो गाडीको 1 मिटर नजिक कोही आयो भने आफै यो गाडी सिग्नल दिन्छ कराउँछ अनि बाइचान्स यो गाडी लक छ र अर्को अननोन पर्सनहरू 1 मिनट जति यो गाडीहरूमा सोल्ने कोसिस गर्यो भने चाहिँ यो गाडी आफै कराउँछ रुसाइ हुन्छ